हेलो एन्ड गुड मर्निङ। आज चाहिँ हामी सिन्धुपाल्चोकको आमा याङ्रीको भिजिटमा जाँदैछौँ। हाम्रो टिमहरूसँग म निस्किसकेँ घरबाट। हाम्रो गाडी आउँदैछ स्कर्पियो थापा गाउँमा। गाडी आयो जस्तो छ। यतिखेर म गाडी चढिसकेको छु र हामी चाहिँ सिन्धुपाल्चोकको आमा याङ्रीको ट्रिपमा छौँ। आज हामी गएर तार्के ग्याङ बस्छौँ। भोलि बिहानै फर्स्ट आवरमै हामी सनराइज भेट्ने गरी हामी त्यहाँ पुग्नेछौँ र भोलि नै हामी काठमाडौँ रिटर्न हुन्छौँ। मेरो साथमा हुनुहुन्छ सुरज बराल सर। हाम्रो पहिलो भेट। कस्तो लाग्दैछ सर हामी जाँदैछौँ है? एकदम रमाइलो। हजुरको हो भर्खर अफिस जोइन गर्नुभएको अनि छुट्टी के हो? होइन उहाँ केजिनाजी। ए हो। हेलो केजिनाजी, मेरो भ्लगमा हजुरलाई स्वागत छ। एकदम आई ट्राभल 05 मेरो भ्लगको नाम चाहिँ होइन। उहाँसँग नि फर्स्ट टाइम हो भेट भएको। एकदम खुसी लागेको छ। हामी हाम्रो ट्रिपमा चाहिँ धेरै नै इन्जोय, धेरै रमाइलो गरेर धेरै ब्युटिफुल भ्युजहरू है त। अहिले हामी दिपक सर भएको ठाउँतिर जाँदैछौँ, कुदाली सडकमा। त्यहाँ अगाडि क्याप लाएर बसिरहनु भएको छ हाम्रो दिपक सर। सुन्दर अनुहार। हेलो गुड मर्निङ। गुड मर्निङ। ल यसलाई पछाडिको लास्ट पछाडि राख्ने मिलाएर राख्ने। हेलो एन्ड गुड मर्निङ, वेलकम टु माई भ्लग। हेलो हजुरको नाम? सबै नखरावाला। ए रिता। निता म्याम, हेलो गुड मर्निङ। सबैजनासँग भेट भएपछि बिहान करिब 9 बजे सुकेधाराबाट हाम्रो आमा याङ्रीको यात्रा सुरु हुन्छ। हामी चाबेल, जोरपाटी, मुलपानी हुँदै अगाडि बढ्छौँ। हामी जर्सिङ पोवासम्म पिच सडकमा नै यात्रा गर्छौँ। हल्लिनु पर्छ है। अब भने हामीलाई केही समय कच्ची बाटोमा गुड्नु थियो, तर पनि रमाइलो गर्दै हाम्रो यात्रा अगाडि बढ्छ। अनि तपाईँहरूलाई यात्रा कस्तो लागिरहेछ? यात्रा एकदमै रमाइलो भइरहेको छ। खुसी हुनुहुन्छ सबैजना? एकदम सबभन्दा दुखी चाहिँ को? हाम्रो करिब 45 मिनटको कच्ची बाटोपछि हामीले जिरो र मेलम्ची जोड्ने पिच सडक भेट्टाउँछौँ। हामीलाई केही राहत महसुस हुन्छ। प्रमुख अतिथिज्यू, तपाईँलाई कस्तो महसुस भइरहेको छ र हामीदेखि कस्तो लागिरहेछ तपाईँलाई? मलाई हाम्रो ब्लगर साथीसँग चाहिँ अलिकति गुनासो छ। धेरै नै भन्नु त उहाँले चाहिँ आफ्नो मात्रै फोटो खिच्नुहुन्छ, हाम्रो कसैको निकाल्नुहुन्न, बाटोको पनि निकाल्नुहुन्न, कि त चाउचाउ खान थाल्नुहुन्छ। भोग लाएर म्याम म त उहाँ त्यस्तैमा चाहिँ हुनुहुन्छ है। यो चाहिँ ठुलो मेरो गुनासो छ। कहाँ हो सम्बन्धित निकायमा पुर्याइदिनु पर्यो। धन्यवाद। हाम्रो यता पाली पालो लैजाउँ न। केजिना म्याम बोल्नुहुन्न? ल अनि गजालु मुद्रामा हुनुहुन्छ रिताजी, सरी रिता म्याम। यस सर। प्लिज के छ तपाईँको अनुभव सेयर गरिदिनुहोस् न हामीसँग। अनुभव त्यो होइन है, फेरि यहाँको एक्सपिरियन्स त्यो त्यो भनेको त्यो भने चाहिँ अनुभव भन्ने साथी तिम्रो उहाँ एक्स हो क्या? एक्सको कुरा नगर्नुहोस् यहाँ। ल भन अहिले। फ्युचरको कुरा अब मलाई चाहिँ के गुनासो छ भने नि हाम्रो ब्लगर सरसँग नौलो गुनासो भनौँ न, यो भइसक्यो, नै यो मैले टिप्पणी त्यो चित्त भइसक्यो। बुझेकै ल ल छैन। ल ओके भनिहाल्नु। जतिखेर अब अलिकति सिन आउँछ, खिच्नु पर्ने टाइम अब हामी हुन्छ नि, यो त्यो सेसनलाई टाइम wrap up गरौँ हामी। मात्रै बस्नुहुन्छ। ए ल दिपक सर केही छ? अहिले गाडीबाट केही छैन सर, मलाई त एकदमै ठिक छ। हामी मेलम्ची पुग्छौँ। भोक निकै लागेको थियो र मेलम्चीमै खाना खाने हाम्रो योजना थियो। एन्ड फाइनल्ली हामी चाहिँ मेलम्चीमा। अनि कस्तो छ? भोक लागिरह? छैन नि, म त लास्ट भोक लागिरह भात बजाइहाल्नुपर्छ है। भोकले होला खाना निकै मिठो लाग्यो। अझ आलुको तरकारी त साथीहरूले थपी खानुभयो। हामीले मेलम्चीमा भात खाइसकेका छौँ म्याम है।
अनि अरू के छ म्याम के छ भने हजुरको अब मासु खानु पाइएन होइन खासि ठुला सेनो टु मासु है म्याम बरु भाइ वाइ सुड आई से नो टु मासु काउली आलुको अचार किनभने राम्रो रहेछ हामीले एकदम मिठो स्वादिष्ट काउली आलुको अचार अचार काउली आलुको अचार म्याम म तपाईँलाई पनि देखाउँछु अनि म्याम अरू सबै ठिक छ हजुरको यसै भन्नु न मेलम्चीमा खाना खाइसकेपछि ग्यालथुङ चनौटे किउल हुँदै हामी अगाडि बढ्छौँ बाटोमा सुन्दर झरनामा हाम्रो गाडी रोकिन्छ अनि चाहिँ हामीले यहाँ झरना देखेको छौँ हाम्रो गाडी रोकिएको छ अब हामी म्याम हामी अब झरनातिर जाँदैछौँ अनि तपाईँलाई कस्तो महसुस भइरहेछ मसँग घुम्न खुसी महसुस भइरहेछ म्याम होइन मलाई हाम्रो निरज सरसँग घुम्दाखेरि चाहिँ एकदम के भन्नु अब त्यो एक्सपेक्टेसन भर्सेस रियालिटी भएको छ होइन एक्सपेक्टेसन चाहिँ अलिक झुर्थ्यो रियालिटी दामी छ है धन्यवाद म्याम यतापट्टि हुन्छ क्या अब अहिले झर्ना हेरौँ हाम्रो एक्सपेक्टेसन भर्सेस रियालिटी अब मेरो चाहिँ एक्सपेक्टेसन अलि हाई भइसक्यो हजुर है यहाँको कि आमाङ्ग्रीको झर्नाको ए झरनाको अहिले राइट नाउ जे छ त्यसको गरौँ न ओके हस् हस् थ्याङ्क यू म्याम केही समय हामी झरनामा बिताउँछौँ त्यहाँ फोटो अनि भिडियो खिच्छौँ र केही समय त्यहाँ बसिसकेपछि हामी फेरि अगाडि बढ्छौँ यो कियोलबाट 2-3 किलोमिटर अगाडि आइसकेपछि एउटा झरना छ एकदम मेरो पृष्ठभूमिमा देखेको झरना एकदम राम्रो झरना हामीले यहाँ हेऱ्यौँ अनि यहाँ चाहिँ तपाईँको माछा पालन पनि गरेको रहेछ यहाँ झरनाको पानीले कस्तो राम्रो त्यो हामी जस्तो काठमाडौँमा पानीको दुःख भए ठाउँमा यस्तो कलको पानी देख्दा चाहिँ बडो रमाइलो लाग्दैछ एकदम रमाइलो छ केही समयको यात्रापछि सुन्दर खोलामा फेरि हाम्रो गाडी रोकिन्छ र यतिखेर हामी अर्को झरनामा पुगिसकेका छौँ दाइ कस्तो कस्तो छ के छ हामी खै अर्को झर्ना कहाँ छ ओ झर्ना त कता रहेछ त आमामा कस्तो झर्ना हामीले त्यहाँ पानी घट्टा पनि देख्छौँ यहाँ चाहिँ पानी घट्टा हाम्रो लोप भइसकेको आजकल यो पानी घट्टा चाहिँ चल्दैन अब यो घट्टा चाहिँ बन्द गरेँ यो घट्टाको जाँतो यहाँनिर रहेछ गाली गर्ला नि यहाँ पानी घट्टा यो चाहिँ यो जहाँ चाहिँ पानीको यो बहावहरू राम्रो भएको ठाउँमा रेगुलर पानी आएको ठाउँमा चाहिँ यस्तो मिक्सरको काम गर्छ यहाँ चाहिँ धान मकै कोदो जे पिस्नु पर्ने छ यसले पिस्ने काम फुट्ने काम गर्छ र यो भनेको इनर्जीको एकदम युटिलाइजेसन पनि हो हाइड्रो इनर्जीको यसको सिस्टम भन्नुपर्दा चाहिँ पानी चाहिँ यहाँबाट छिर्छ यसको प्रेसरले त्यहाँ भित्रको होइन हेर मिल्छ मैले त हेरेँ अब तपाईँहरूले नि मिल्छ होला अनि त्यसपछि त्यसलाई त्यहाँबाट चाहिँ पानी यो चाहिँ पानीको आउटलेट भयो यहाँबाट पानी बाहिर निस्किन्छ केही बेर त्यहाँ बसेर फोटो खिचेपछि अबको हाम्रो गन्तव्य थियो तार्के ग्याङ आजको हाम्रो बास त्यही हुनेवाला थियो निन्द्राले होला बाटो कच्ची भए पनि कुन बेला निदाइएछ पत्तै भएन यतिखेर समय चाहिँ 2:45 भएको छ हामी ठ्याक्कै यो तार्के ग्याङमा आइपुगेका छौँ हामी चाँडै आइपुग्यौँ हामी 8:30 बजीतिर हिँडेको थियौँ खाना खायौँ अलमोस्ट चिल गर्दै आइपुगेँ अब हामी यहाँ बसेर हामी यहाँको वातावरणलाई अवलोकन गर्नेछौँ त्यसपछि हाम्रो रमाइलो प्रोग्राम पनि रहेको छ गफसफ गर्ने यताउति गर्नेछौँ है त ल हामी बस्ने होटल पुगेर हामी फ्रेस हुन्छौँ र भर्खरै मैले पनि मुख सुख धोएँ अलिकति फ्रेस फिल भयो एकदम निद्रा लागिसकेको थियो म्याम यहाँ हुनुहुन्छ म्याम हाम्रो कङ्गना म्याम निता म्याम हाउ आर यु कस्तो फिल भइरहेछ टु कोल्ड एकदम जाडो मेरो यो तर रमाइलो भइरहेछ अनि हजुरको जुत्ता त भिजियो कस्तो महसुस भइरहेछ भनेर सोधिदिनु ल मेरो लुगा पनि भिज्यो हेर जुत्ता पनि भिज्यो ओके अब भोलि कसरी जाने थाहा छैन चप्पल लाएर जाने है अब चप्पल लाएर जान सक्दैन अरे भोलि अब थाहा छैन म कसरी जान्छु ओके इन्जोय है त अनि ब्रदर के छ हजुरको के छ बाबा
कस्तो चिसो महसुस भइरहेको त हजुर ट्रेकहरू गइरहनुहुन्छ है सो लाइक युज नै हुनुहुन्छ यो यस्तो चिसो त चिसो छ होइन हजुर तर अल्टिट्युडमा पुगेपछि चाहिँ चिसोले यस्तो लाएन भने चाहिँ गाह्रो बनाउँछ तार्के घ्याङको मौसम निकै नै चिसो थियो हामी त्यहाँ चिया खान्छौँ अनि रमाइलो गर्दै आगो ताप्छौँ म चाहिँ प्रधानमन्त्री यो टोलीको ओके म चाहिँ उहाँको प्रमुख सल्लाहकार स्वकीय सचिव सबै पदमा राख्नुहुन्छ केही पनि फरक पर्दैन म चाहिँ यो ट्रिपको कोषाध्यक्ष जनता झोले जनता झोले मान्ने अहिले नउकियो जनता म कोही पनि हामीजना चाहिँ कार्यकर्ता झोले सबै एकैचोटि मिक्स गरेर भन्दै मैले वी आर झोले हामी मासु भात खाने मासु भात जहाँ मासु भात त्यतै हामी ओके लेट मी इन्ट्रोड्युस माइसेल्फ सोसियल मिडिया ह्यान्डलिङ सोसियल मिडियामा चाहिँ टाकटुक 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 मलाई चाहिँ हाम्रो एडभर्टाइजमेन्ट हेर्नुहुन्छ अब पत्रकारिताबाट अब सिधै अब सूचना तथा सञ्चार मन्त्रालयको प्रमुख प्रवक्ता सूचना तथा सञ्चार मन्त्रालय नमस्कार अँध्यारो हुन अझ केही समय बाँकी नै थियो हामी तार्के घ्याङको सुन्दरता र गुम्बा हेर्न बाहिर निस्कन्छौँ बिहान सबेरै उठ्नुपर्ने भएकाले हामी खाना खान्छौँ र छिट्टै सुत्छौँ बिहान करिब 2 बजे हाम्रो गाइडले हामीलाई उठाउनुहुन्छ हेलो एन्ड गुड मर्निङ देखेर चाहिँ हाम्रो घडीमा चाहिँ ठ्याक्कै 2:15 गएको छ हामी सबैजना उठिसकेका छौँ हिजो रातभरि त नभनौँ जस्ट 9 साढे 9 बजीसम्म थका लाग्ने गरी नाचेको अब निन्द्रा चाहिँ चाँडै खुल्यो भन्दा नि उठाउनु भयो अब हामी यहाँबाट बेस क्याम्पसम्म चाहिँ हामी स्कर्पियोमा जान्छौँ त्यसपछि हाम्रो हाइक सुरु हुन्छ सो अँध्यारो छ खासै भिडियोहरू लिन मिल्दैन अब बेस क्याम्प पुग्यो अलि उज्यालो भइसकेपछि मात्रै भिडियो लिन्छु है त गाइज अहिलेलाई चाहिँ बाई बाई करिब 45 मिनटको गाडी यात्रापछि हामी बेस क्याम्प पुग्छौँ जहाँबाट हाम्रो हाइक स्टार्ट हुनेवाला थियो पछि हाम्रो यात्रा सुरु हुँदैछ सबजना तयारी हुनुहुन्छ विथ तपाईँ एकदम खाली हुनुहुँदो रहेछ है तपाईँलाई झोला किन नहोग्या तपाईँले म झोले होइन नि त सूर्योदय भेट्टाउने लक्ष्यको साथ हामी अगाडि बढ्छौँ हेलो एन्ड गुड मर्निङ यतिखेर हामी चाहिँ यहाँ आउनु न भिडियोमा आमा याङ्ग्री पिकमा आइपुगेका छौँ हाम्रो खै दिपक सर हाम्रो पृष्ठभूमिमा एकदम राम्रो हिमालको दृश्य हामी देख्न सक्छौँ पछाडि आमा याङ्ग्रीको मन्दिर होइन एकदम टाउको दुखिरहेछ आउँदाखेरि अलिकति गाह्रो भयो यहाँ ट्र्याकै मैले त 2टा ट्र्याक लगाएर आएको खुट्टै राम्रोसँग चलेन होइन टाइटले गर्दाखेरि हामीले सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्छौँ हामीले चाहिँ यहाँ सनराइज आमा याङ्ग्रीमा सनराइज एक्सपिरियन्स गरिसकेको छौँ अब हामी केही समय यहीँ बस्छौँ यसो फोटोसोटो हिमालहरूको तस्बिरहरू खिच्छौँ त्यसपछि हामी 11 बजे तल हामी हिजो बसेको ठाउँमा पुग्ने गरी निस्किन्छौँ हामी करिब 1 घन्टा आमा याङ्ग्री पिकमा रहन्छौँ सुन्दर हिमालको दृश्यमा हामी रमाउँछौँ त्यो सुन्दर दृश्य मोबाइलमा पनि कैद गर्छौँ अब भने
अघि हिँड्दा लागेको थकान मेटिसकेको थियो। कङ्गनाजी हजुर तपाईँलाई कस्तो महसुस भइरहेछ ल भन्नु न। एक्साइटिङ अघि हिँड्दाखेरि कस्तो भयो? त्यो त नसम्झाउनु लास्टै दुःख दुःख है दुःख बसेको सुख। ओके एन्ड फाइनल्ली हाम्रो आमायाङ्ग्रीको ट्रिप चाहिँ सकिसकेको छ। यो ट्रिप चाहिँ एकदम रमाइलो भयो धेरै हिसाबमा होइन, एकदम रिफ्रेसिङ। र अलिकति समस्या भनेको बिहान अघि त्यो हाइकिङ गर्दा चाहिँ अलिकति गाह्रो भयो। मैले अलिकति थोरै अन्डर एस्टिमेट गरेको थिएँ यो आमायाङ्ग्रीलाई, तर त्यो गर्न नहुने रहेछ। म प्रिपेयर थिइनँ कि म त्यो ऱ्यान्डमली नर्मल्ली पुगिने ठाउँ होला भनेको, तर उकालो चाहिँ अलिकति लास्टै उकालो लाग्यो मलाई चाहिँ त्यो फिल भयो। निन्द्रा पनि हामी 2 बजे नै उठेर हिँडा भएर त्यो निन्द्रा नपुगेर पनि त्यो भएको हुनसक्छ। सो तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने आउनुहोस्, एकदम राम्रो ठाउँ छ। अझ हिउँ परेको बेला आउनु भयो भने तपाईँले एकदम राम्रोसँग दृश्य देख्न सक्नुहुन्छ। अनि सनराइज हेर्नको लागि पनि बेस्ट प्लेस। काठमाडौँबाट नजिकको 2 दिनको ट्रिपमा तपाईँहरू 2 दिनको ट्रिप मजाले कम्प्लिट गर्न सक्नुहुन्छ 2 दिनमा। अनि अलिकति त्यस्तो कस्टहरू पनि त्यस्तो खासै महँगो छैन, सस्तै खालको कस्ट छ होइन। आउनुहोस्, इन्जोय गर्नुहोस् साथीभाइ फ्यामिलीसँग। अब गर्लफ्रेन्ड बोयफ्रेन्ड छ भने उहाँहरूसँग, अब छैन भने सोलो नै आउन सक्नुहुन्छ है त। बाई बाई। अब हामी फर्किँदैछौँ काठमाडौँ, सकियो छुट्टी। हामी आमायाङ्ग्रीबाट ओह्रालो लाग्छौँ। म भने आउँदा अँध्यारोमा खिच्न नपाएका दृश्य क्यामेरामा कैद गर्छु। करिब 1 घन्टाको हिँडाइपछि हामी पुनः बेस क्याम्प फर्कन्छौँ। एकदम रमाइलो भयो, अविस्मरणीय। हाम्रो साथीहरू नयाँ साथीभाइहरूसँगको यात्रा एकदम रमाइलो लाग्यो मलाई। र बिग क्रेडिट गोज टु आवर निलम म्याम, उहाँले गर्दाखेरि हाम्रो सफल भएको ट्रिप होइन। थ्याङ्क यू सो मच सबैजनालाई। अनि मलाई पनि थ्याङ्क यू, म आइदिया भएर पनि रमाइलो भयो। ल बेस क्याम्पबाट स्कर्पियोमा हामी तार्केग्याङ पुगेर होटेल चेकआउट गर्छौँ र काठमाडौँ फर्कने तयारी गर्छौँ। फर्कँदा फेरि अर्को सुन्दर झरना देखाउन हामीलाई ड्राइभर दाइले लिएर जानुहुन्छ। हामी त्यहाँ पनि केही बेर बसेर फोटो अनि भिडियो खिच्छौँ। हामी हेलम्बुमै खाना खान्छौँ र अगाडि बढ्छौँ। अब भने हाम्रो यात्रा सकिसकेको थियो। नयाँ साथीहरूसँगको अविस्मरणीय सम्झना र यादलाई मन अनि मस्तिष्कमा कैद गर्दै हामी काठमाडौँ फर्कन्छौँ, फेरि अर्को पटक यसै गरी रमाइलो गर्ने बाचाको साथमा। हजुर ननाच्ने